हेलो नमस्ते गुड मर्निङ सबैलाई। आज चाहिँ शनिबारको दिन। अस्तिको त्यो लसुन गोडेको थियो, अब फेरि गोड्ने टाइम भयो। अनि आज चाहिँ म छुट्टीमा लसुन गोड्नु आएको। एकछिन घाम लाग्दै थियो, फेरि चिसो भइहाल्यो हो। यो चाहिँ मैले आधीमा चाहिँ पानी हालिरहेको छु क्या, पुरा ड्राई भएछ नि त, सुक्नु थालेछ। अनि अहिलेको चाहिँ यो गोड्नुपर्छ हो। यस्तो चाहिँ कस्तो राम्रो भइरहेछ। मर्निङमा चाहिँ, दिनमा चाहिँ फेरि पुरा चिसो भइहाल्छ नि। अनि हाम्रोतिर चाहिँ बाँदरले पुरा दुःख दिएर क्या, आलु रोपेको पनि उखालिदिने, प्याज रोपे पनि उखालिदिने, अम्लिसो पनि च्यात्ने, अलैँची पनि च्यात्ने, केही गरेर खाँदैछ नि। यो बाँदरले चाहिँ कसरी उयो गर्नु होला। अब यति गोडिसक्छु, देन उसको बाद चाहिँ खुलिदिएर घरमा काम छ। आज छुट्टीको दिनमा यसो अलिअलि कामहरू हुन्छ। अब चाहिँ म लसुन गरिहाल्छु, त्यसको बादमा चाहिँ खोलिदिनु छ। यो सब बाँदरले के बाँदरले सब सकेछ। भिराएर पहिरो खोलाको बाटो नमान्नु डराइरा, नभुल्नु माया मनभरि फुल्यो, यो जीवन तिम्रो हो। मनभरि फुला जीवन यस्तै हो। गाउँमा बसेपछि अलिअलि काम गर्नुपर्छ। काम गर्नु राम्रो हो स्वास्थ्यको लागि, एकदम माइन्ड पनि फ्रेस हुने। अनि सो हेर्दा पनि राम्रो हुने काम गऱ्यो भने। त्यही हो। आज चाहिँ घर गएर दिनमा चाहिँ नुहाइधुवाइ गरेर अचार बनाउनु पर्नेछ। आज चाहिँ यो बाँदरले त साह्रै के गरेको छ। तिमीलाई के थाहा जानु, तिम्रो कुरा मानु, यो मुटुमा तिम्रो छाप बसिसकेछ। अब जिनीगर्छु म त्यहाँ तिम्रै लागि। साग पनि खानु दिँदैन हो। भेटेको भए त बाँदरकै मासु खान्थ्यो। अब के गर्नु, भेट्दैन। दुःख पनि कति दिएको। पुरा राम्रो भएछ। उहिले होला झारले ज्यादा उम्रेर। यसले मल हाल्नुपर्छ फेरि बाख्राको मल हालेपछि चाहिँ अलिक बढ्छ अरे, राम्रो हुन्छ अरे। अब यस्तो चाम्रो त छ, पुरा झार आएर के चिसोले होला बिराम भएर जाति पनि हुँदैन रहेछ, खोकी पनि।
छैन त फोटो में कहीं हर जन कहीं हर जन सपना लम्हा लम्हा का लग रही अपना नींदों से है गोडेर सक्नु लागि अब सकेर पानी हालिराख्नुपर्छ फेरि सुक्छ नि त घामले त्यसलाई गोडिसकेपछि पानी हालिदिनुपर्छ जिसको सिसको त के नि जाना भोक लाग्यो मेरो माया घाम पनि एकछिन लाग्छ के यस्तो कस्तो चाम्रो छ भने हातै दुखिसक्यो कुटुमा कुटु सुपारी दाना कुटुमा कुटु एकदम जुजन खेल्न हुँदो जगिरी मर्दा भनियो इमानदारी त्यत्रोलाई जीवन दिने थियो घामले डढेर कालै हुन्छ ल हुन्छ कि रातै कालो छ उठे कालो छ बहिनी भइसक्यो मेरै भाव छ हेला हजुर बगिनेको छोरीलाई कुखुराको भनिने हुन्छ मेरो सकेकै छैन अब सकेर राम्रो छ नि के तुझसे ही जादू ही जादू लो सक्यो 11 भइसकेछ म भन्छ नि पानी हालिराख्नु पर्छ सुनारीमै जनमा काटेर फर्कालाई के भन्नु डाँटेर इलाउरीमा त आइहाल्छ जवाना जिन्दगीको के हुन्छ टेन्सन अच्यो अचो भिज्यो
भिज्यो पानी हालेर झनै भिजेर लाफु भयो लाफु अब यो पनि भिज्यो जिन्दगीको के लिन्छ बिचनारीमै जन्ममा यति भयो भने त्यहाँ पनि भयो Sprinkle, घुम्यो भिज्दै रहेछ भरेछ पुच्चु जिया मैले चाहिँ फाइनली लसुन गरिसकेर पनि पानी हालेँ आछु अब खोलिदिनु छ अन्त घर जाने हो मेरो यलाई